नमस्कार साथीहरु, स्वागत छ तपाईलाई स्टप फर लस युट्युब च्यानलमा। आज हामीहरु यो भिडियोमा एनएमआईसी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी तथा क्रेस्ट इन्स्योरेन्स कम्पनी किन घटिरहेको छ र यसलाई होल्ड गर्दा राम्रो हुन्छ कि सेल गर्दा राम्रो हुन्छ, साथै ओम मेघाश्री फार्मास्युटिकल कम्पनी जुन नेपालको पहिलो फार्मास्युटिकल कम्पनी छ त्यसको प्राइस कतिसम्म जान्छ र दिन प्रतिदिन बढिरहेको छ भने त्यसको सम्पूर्ण जानकारी हामीहरु यस भिडियोमा हेर्ने छौं। सो यस भिडियोलाई लास्टसम्म स्किप नगरिकन लास्टसम्म हेर्नु होला। पहिला कुरा गरौँ हामीहरु नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको बारेमा। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी हिजोदेखि लगातार नेगेटिभ सर्किट लागेर घटिरहेको छ र यसभन्दा पहिलाका भिडियोहरुमा मैले नेपाल माइक्रो इन्स्योरेन्स को करेक्सन प्राइस, होल्डिङ कहिलेसम्म गर्ने र कतिसम्म सेल गर्न सक्नुहुन्छ भन्ने सम्पूर्ण जानकारी हामीहरु अहिलेको भिडियोमा दिएका छौं। यो कम्पनीको कारोबार हिजोको तुलनामा कम भए तापनि 1,45,890 किताको कारोबार 31,03,63,492 रुपैयाँको कारोबार भएको छ र यो कम्पनी आज पनि अलमोस्ट नेगेटिभ सर्किट अर्थात 9% ले घटेको छ, जसको कारण यसको शेयर प्राइस अहिले 2100 को हाराहारीमा रहेको छ र यो घट्नुका विभिन्न कारणहरू हुन सक्छन्। जस्तै यसको थर्ड क्वार्टरको फाइनान्शियल रिपोर्ट सेकेन्ड क्वार्टरको फाइनान्शियल रिपोर्टको तुलनामा धेरै कमजोर आएको छ। जस्तै यसको थर्ड क्वार्टरमा ईपीएस डिक्रिज भएर 0.9 आएको छ, त्यस्तै पी रेशियो पनि इन्क्रिज भएको छ र बुक भ्यालु चाहिँ घटेर तल आएको छ र पीबी रेशियो चाहिँ 20.67 रहेको छन्। समग्रमा हेर्दाखेरि यसको फाइनान्शियल रिपोर्ट पहिलोको तुलनामा अहिले धेरै नै कमजोर आएको छ, साथै यसलाई अहिले बोनस तथा डिभिडेन्ड दिने क्षमता निकै कमजोर नै रहेको छ। त्यस्तै क्रेस्ट लाइफ इन्स्योरेन्सको पनि आजदेखि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ। क्रेस्ट कम्पनीको शेयर प्राइसमा पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको घटाइले इफेक्ट गरेको छ, जसले कारण गर्दा क्रेस्ट इन्स्योरेन्स कम्पनीमा धेरै मात्रामा सप्लाई आएर यसको पनि अलमोस्ट 8% ले डिक्रिज गएको छ। यस कम्पनीको फाइनान्शियल रिपोर्ट नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तुलनामा राम्रो भए तापनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले जुन तेजीले घटिरहेको छ त्यसको कारणले पनि यस क्रेस्ट इन्स्योरेन्स कम्पनीमा त्यसको इफेक्ट हेर्न पाइन्छ। क्रेस्ट इन्स्योरेन्सको कारोबार 2,46,209 किता तथा 51,32,68,682 रुपैयाँको कारोबार भएको छ। धेरै लगानीकर्ताहरूलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी साथै क्रेस्ट इन्स्योरेन्स कम्पनीको शेयरहरूलाई के गर्ने, होल्ड गर्दा उचित हुन्छ कि सेल गर्दा उचित हुन्छ भन्ने जिज्ञासा जागेको हुन सक्छन्। यो दुवै कम्पनीमा 1000 को लगानीमा 20,000 कमाउनु राम्रो नै मान्न सकिन्छ, तर अहिले पनि तपाई यो कम्पनीलाई होल्ड गर्ने कि सेल गर्ने भन्ने दोधारमा हुनुहुन्छ भने अहिले यो कम्पनीको प्राइस बढेर 26,000 या 27,000 भन्दा माथि जाने सम्भावना देख्दैन। तत्कालै घटेर 10,000 सम्म या 15,000 सम्म पनि आउने सम्भावना मैले देख्दैन। सो यो पैसा तपाईको हो, सो यो पैसाबाट तपाई रिस्क लिनु फेसबुक वा युट्युब को भरमा यति बढ्न सक्छ। होल्ड इज गोल्ड भनेर सुनेर मात्र डिसाइड नलिनु, यो तपाईको पैसा हो, तपाईको मेहनतको पैसा हो। सो अहिलेदेखि नै तपाई स्टक मार्केटमा रिस्क बियर गर्ने क्यापासिटी बढाउनुस्, पछि तपाईलाई यो क्यापासिटीले तपाईलाई धेरै नै मार्केटबाट प्रॉफिट कमाउने अवसर दिन्छ र तपाईलाई जीवनमा पनि धेरै नै काम लाग्ने गर्दछ। तर मेरो अनुसार यदि तपाई सोच्दै हुनुहुन्छ कि मार्केट बढेर 3200 सम्म जान सक्छ भने तपाई होल्ड गर्दा नै धेरै राम्रो, तर तपाई सोच्दै हुनुहुन्छ कि अहिले त सम्भव नै छैन 3200 जाने भने सेल गर्दा नै राम्रो हुन सक्छ। अब हामीहरु हेरौं ओम मेघासिटी फार्मास्युटिकल कम्पनी जुन नेपालको पहिलो फार्मास्युटिकल कम्पनी छन् र आज यसको कारोबार 390 किता भए तथा 2,23,490 रुपैयाँको कारोबार भएका छन् र यो आज 9.98 ले सर्किट लेभलमा कारोबार भएका छन्। यो पनि एउटा लो क्याप कम्पनी हो, सो जसको कारणले गर्दा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी
तथा क्रेस्ट इन्सुरेन्स कम्पनी जस्तै यसको पनि शेयर प्राइस 15,000, 20,000 या 25,000 सम्म जाने सम्भावना उचित देखिन्छ। सो यसलाई बेच्नको लागि सोच्दै हुनुहुन्छ भने नबेच्नु होला, धैर्य राख्नु होला र यसको प्राइस पनि 15,000 या 20,000 गयो भने त्यतिखेर मार्केटमा यसको सप्लाई कति रहेको छ त्यसको आधारमा मात्र एनालाइसिस गरेर मात्र बेच्नु होला। यस भिडियोलाई लास्टसम्म हेरिदिनको लागि धन्यवाद। फेरि नै हामी भेट्नेछौँ अर्को भिडियोमा छिट्टै नै।